सम्पूर्ण मेरा आदरणीय दर्शक श्रोता महानुभावहरूलाई हार्दिक स्वागत छ। आशा छ सदाको जस्तै यस कथालाई पनि धेरै भन्दा धेरै माया गरिदिनु हुनेछ। र आज पनि मलाई कथा प्राप्त भएको छ आयुष लिम्बुजीबाट। उहाँलाई सर्वप्रथम त म धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु, ताकि मैले उहाँको कथालाई वाचन गर्ने मौका पाएकी छु। उहाँको कथाको शीर्षक रहेको छ रिद्धि। कथालाई सुरु गरौँ है त। म यत्तिकै आफ्नो ओछ्यानमा पल्टिरहेको थिएँ, विभिन्न किसिमका योजनाहरू बनाउँदै र नयाँ नयाँ कल्पनाहरूको संसारमा हराउँदै। थाहा छैन मलाई कति समय भयो, कति समय बित्यो। बस म मेरो संसारमै हराइरहेको थिएँ, जहाँ म थिएँ अनि मेरा सपनाहरू पनि थिए, जुन सपनाहरू कहिल्यै पुरा हुने थिएनन्, या भनौँ पुरा हुने प्रतीक्षाको लाइनमा त थियो, तर प्रयास पनि कहिल्यै गरिएको थिएन। तर म त्यसैमा खुसी थिएँ। यथार्थमा नभए तापनि मेरा सपनाहरू कल्पनामै पुरा भइरहेका छन्। म आफै राजा थिएँ, म आफै प्रधानमन्त्री थिएँ, म आफै सेनापति थिएँ, अनि म आफै जनता पनि थिएँ। मेरो संसारमा म आफै सर्वस्व नै थिएँ। यावत कुराहरू सोच्दा मलाई अझै पनि गुजबम्स आउँछ। हुन्छ नि, मैले यस्तै कुराहरू सोचिरहेको थिएँ। अचानक मेरो फोनमा नोटिफिकेसनको घन्टी बज्यो। त्यसलाई मैले नजरअन्दाज गरिदिएँ। सँगै पल्टिरहेको त्यो फोनलाई उठाउने मैले कुनै पनि जमर्को गरिनँ। फेरि दोस्रो पटक पनि मेसेजको घन्टी बज्यो अनि मैले भने, होइन के हो यो, अचम्म छ त बा। होइन, यति बिहान बिहानै मलाई कसले मेसेज गर्छ? यति भन्दै मैले मेरो फोनलाई उठाएँ अनि अनलक गरेर हेरेँ, जहाँ मलाई एउटा फ्रेन्ड रिक्वेस्ट पठाइएको थियो। वाट, मलाई? अनि फ्रेन्ड रिक्वेस्ट? म त्यो देखेर आफूलाई सम्झेर हाँस्न थालेँ। अनि मैले त्यस नाममा ट्याप गरेर हेरेँ। नाम थियो रिद्धि शर्मा। ओ वाउ, व्हाट अ नाइस नेम। त्यो नामलाई मैले 3-4 पटक हेरेँ होला। रिद्धि शर्मा, रिद्धि शर्मा। वाउ, म सधैँ कथा प्रेमी थिएँ। मैले कथाहरू धेरै नै पढ्ने गर्थेँ। मैले नेपाली स्टोरी भन्दा पनि हिन्दी स्टोरीहरू बढी पढ्ने गर्थेँ, जसलाई बढी प्राथमिकता दिन्थे। प्रतिलिपि भन्ने एप छ, जहाँ म विभिन्न किसिमका लभ स्टोरीहरू पढ्ने गर्थेँ, जसको अत्यन्तै क्रेजी थिएँ म। त्यहाँका स्टोरीहरू अध्ययन गरिरहँदा मैले पनि सोच्थेँ, काश मेरो लाइफमा पनि कुनै एउटा लभ स्टोरी भइदिए कस्तो हुन्थ्यो होला है। अनि रिद्धि त्यसै कारण मलाई अत्यन्तै क्लोज लाग्थ्यो। मलाई केटीहरूको कैयौँ नामहरू मन पर्थ्यो, तर त्यसमध्ये रिद्धि पनि एक थियो। त्यही भएर होला म उसको नाममा एकैछिन एकहोरो भएर लागे। मैले रिद्धिको प्रोफाइलमा गएर हेरेको थिएँ। त्यहाँ खासै केही पनि थिएन, मात्र एउटा एनिमेटेडको पिक्चर थियो अनि उसले पठाएको एउटा मेसेज थियो, जसमा हाई यति मात्र लेखिएको थियो। मैले पनि उसलाई रिप्लाई गरिदिएँ, हाई। त्यसपछि मैले मेसेन्जरलाई क्लोज गरिदिएँ र म फेरि अघिको जस्तै गरी ढल्किएँ आफ्नै ओछ्यानमा अनि हराउन थालेँ उही कल्पनामा, रम्न थालेँ। एकछिनपछि म जसोतसो उठेँ र आफ्ना दैनिकीहरूलाई पुरा गरेँ। एकछिनपछि मैले आफ्नो मोबाइल खोलेर हेर्दा त रिद्धिको 2वटा मेसेज आएको रहेछ। उसको मेसेज थियो, के गर्दै हुनुहुन्छ तपाईँ? सन्चै हुनुहुन्छ? ओ माई गड, म छक्क परेँ त्यो मेसेज देखेर। निकै अचम्ममा परेँ। चिन्नु नजान्नु, खै के माग्नु भने जस्तो। यार, मेसेजमा लेखिएको छ सन्चै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? हुन त म पनि के कम थिएँ र। केटीहरूसँग बोल्न त बोल्थे, तर च्याटमा होइन। पर्सनल्ली भेटघाट हुँदा मैले सबैलाई उडाउने गर्थेँ, हाँसो मजाक गर्थेँ, सबैलाई फ्लर्ट गर्थेँ म। तर च्याटमा भने मलाई कोही क्लोज भए जस्तो लाग्दैन थियो। मलाई खासै च्याटमा कुरा गर्न मन लाग्दैन थियो। मलाई कहिले पनि त्यस्तो महसुस नै भएन।
या भनौँ म केटीसँग च्याटमा बोलेको रिद्धि नै पहिला थिए। यदि रिद्धिको आइडी फेक नभए अनि त्यसपछि मैले रिद्धिको मेसेजको जवाफ दिने निदो गरेँ र दिएँ पनि। सन्चै छु। अनि तपाईँ सन्चै हुनुहुन्छ? अनि हजुरले मलाई चिन्नुहुन्छ र? मैले उसलाई पनि यति मेसेज गरेँ। तबाट पनि मेसेज आयो। अहिलेसम्म त चिनेकी छैन, तर अब चिन्नुला नि। बोल्दै गयौँ भने अवश्य पनि चिनिन्छ नि। कुन ठुलो कुरा हो र? अनि मैले पनि त्यो त हो भनिदिएँ। एकछिनपछि मलाई के सोच आयो कुन्नी, अनि मैले फेरि उसलाई भने त्यो त हो, सायद तपाईँ हामीकै लागि त होला मार्क जुकरबर्गले फेसबुकको निर्माण गरिदिएको। तपाईँ अनि म जस्ता टाढा टाढा व्यक्तित्वहरूसँग कुराकानी गर्नका लागि, नजिक हुनका लागि। अनि उसले भने त्यो त हो। अनि तपाईँ के गर्नुहुन्छ? मैले उसलाई भने तपाईँसँग कुरा गरिरहेको छु। उसले भने होइन, त्यो बाहेक एक्स्ट्रा। मैले भने अहिले म पढिरहेको छु। मैले उसलाई प्रश्न गरेँ के गर्दै हुनुहुन्छ तपाईँ? उसले भने कुरा गरिरहेको छु त तपाईँसँग। मैले भने त्यो बाहेक एक्स्ट्रा। उसले भने म अहिले पढ्दैछु। आइ एम स्टडी इन राइट नाउ। अनि मैले भने यो व्याकरण मिल्यो र? फेरि उसले भने छोडिदिनुहोस्, मिले पनि नमिले पनि के छ र? अनि मैले भने त्यो त ठिकै छ। अनि सुनाउनुहोस् नयाँ नौलो के छ? कहाँ बस्नुहुन्छ? उसले जवाफ पठाए म इटहरीमा बस्छु। अनि तपाईँ? अनि मैले भने म त झापामा बस्छु नि। मेरो घर झापा हो, तर करेन्टली म काठमाडौँमा बस्छु स्टडीको लागि। मैले यति भन्नासाथ उसले जवाफ दिए ए झापा इटहरी धेरै टाढा त होइन? हुन त काठमाडौँ र इटहरी पनि धेरै टाढा त छैन, यदि तिम्रो सोच छ भने। मैले उसलाई जिस्काउँदै भनिदिएँ। त्यसपछि उसले मलाई हाँसेको इमोजी पठाए। सायद त्यो दिनको कन्भर्सेसन हाम्रो यति नै थियो। बिस्तारै हामी बीच लामो कुराकानी हुन थाल्यो। हामी दुवैले टेक्स्टमा घन्टौँ घन्टौँ कुरा गर्न थाल्यौँ। तर आजसम्म हामीले एकअर्कालाई न त भोइस मेसेज पठाएका थियौँ, न त कल नै गरेर बोलेका थियौँ। ऊ मलाई सधैँ जस्तो आफूले दिनमा गरेका कुराहरू, आफूमा घटेका घटना, राम्रा या नराम्रा कुराहरू सबै मलाई रातमा सेयर गर्ने गर्थे र मैले पनि उसलाई दिनहुँ भएका कुराहरू सेयर गर्ने गर्थे। आज तिमीले के गर्यौ त दिनभरि? प्राय उसले मलाई यो प्रश्न गरि नै रहन्थे। मैले पनि उसलाई प्रश्न सोध्थेँ, अनि तिमीले के गर्यौ नि? अनि उसले मलाई सुनाउँथे, यो गरे त्यो गरे, सबै कुराहरू बेली बिस्तार लगाउँथे। हामी बीच कुराकानी हुन थालेको करिब 2-3 हप्ता जति हुन लागिसकेको थियो। अर्थात् भनौँ 2-3 हप्ता भइसकेको थियो। त्यसपछि एक दिन उसले मलाई भने यो टेक्स्टमा मात्रै धेरै कुराकानी भयो हामी बीच, के हामी कलमा कुराकानी गर्न सक्छौँ? जब उसले मलाई त्यो मेसेज पठाए एकछिन त म हेरेको हेरे भए। प्राय जसो यस्ता कुराहरू त हामी केटाहरूले नै गर्नुपर्ने हो। फ्रेन्ड रिक्वेस्ट पनि उसले नै पठाए, अनि कलमा बोल्ने अनुमति पनि उसले माग्दैछे। व्हाट? मलाई पनि यी कुराहरू मनमा आइरहेको थियो, तर मैले किन गर्न सकिनँ? मैले आफूले आफूलाई गाली गर्न थालेँ, तर मनमा नै। अनि मैले उसलाई ओके कुराकानी गर्न सक्छौ भनेर मैले आफै कल गरिदिएँ। मैले कल गरेको 2 रिङ नपुग्दै उसले फोन रिसिभ गरी। अनि मैले उसलाई प्रश्न गरेँ, के हो तपाईँ त एकदमै फास्ट फरवार्ड हुनुहुन्छ कि क्या हो? उसले मलाई किन यो प्रश्न गरी। जब मैले किन भन्ने आवाज सुने तब म त सक नै भए। त्यो आवाज त्यस्तै नै थियो, जादुमय आवाज, सुनौ लाग्ने। हेलो हेलो ऊ बोलिरहेकी थिए, तर मैले कुनै पनि प्रभाव गरिनँ। म उसको आवाजमा हराएको थिएँ।
उसको आवाजमा डुबिसकेको थिएँ। हेलो, मैले यति मात्र बोले र यति बोल्न साथ उसले भने, के भयो तपाईँलाई? म हडबडाउँदै बोल्न थालेँ, होइन, केही पनि भएको छैन। किन र? के भयो र? म कहिल्यै कोहीसँग नअकमकाउने मान्छे। उसँग बोल्दा अत्यन्तै अकमकाइरहेको थिएँ। थाहा छैन किन। पहिलो पटक त म यसरी कसैसँग बोलेको होइन नि, तर उसँग बोल्दा छुट्टै महसुस भएको थियो। अनि हामी बीच त्यो बेला छुट्टै कुराकानी भयो, मतलब सामान्य कुराकानी। त्यसपछि हामी नियमित रूपमा टेक्स्ट, भोइस अनि कलमा पनि बोल्न थाल्यौँ। बिस्तारै हाम्रो फोन नम्बरहरू पनि सेयर गर्यौँ। त्यसपछि फोनमै पनि हामी बेला बेलामा कन्ट्याक्ट गरिरहन्थ्यौँ। आज हाम्रो घरमा नेट चलेको छैन, त्यसैले मैले फोनमा कुरा गरेकी। उसले मलाई कहिले यस्तै भन्थे, कहिले के भन्थे, कहिले के भन्थे, कहिले ऊ मलाई तिमी भन्थे त कहिले तपाईँ। यसरी नै हाम्रो दिनचर्या भइरहेको थियो। हामीले दिनभरि बोल्थ्यौँ, रात पनि बोल्थ्यौँ। यसरी नै हामीले बिताइरहेका थियौँ। करिब करिब हामी कुराकानी गर्न लागेको 3.5 महिना जस्तो भएको थियो। तिमी अहिले कहाँ छौ? उसले मलाई प्रश्न गरी अनि मैले जवाफ दिएँ, म अहिले भक्तपुर छु। किन? उसले मलाई भने, मेरो काठमाडौँ आउने काम छ। के हामी? मैले उसको प्रश्न सकिन नपाउँदै, के हामी भेट्न सक्छौँ? उसलाई यही प्रश्न गरिदिए। ऊ हाँसी, के हो मैले गर्ने प्रश्न तिमीले नै गर्दैछौ त? अनि म पनि हाँसेँ र भनिदिएँ, सायद शरीर फरक भए तापनि मन एउटै भएर होला नि त। एकअर्काको कुरा हामीलाई थाहा भएको। के हो, तिमी त पहिला यस्तो कुरा गर्दैनथ्यौ त, अहिले त के भयो? बाफ्रे, उसले हाँस्दै भनी। त्यसपछि मैले जवाफ दिएँ, सधैँ मान्छे एउटै हुन्छ भन्ने हुँदैन नि त। सधैँ एउटै हुन्छ भन्ने हुँदैन, परिवर्तन हुँदै जान्छ नि। फेरि परिवर्तन ल भयो भयो। उसले मलाई बिचमै इन्टरफियर गरी, ल भयो भयो छोडिदेऊ। त्यसपछि हामी बिच सामान्य कुराकानी भयो र एक दिन भेट्ने हाम्रो सहमति भयो। त्यो दिन मलाई थाहा भए अनुसार फागुन महिना हुनुपर्छ। मलाई एक्ज्याक्ट डेट नै त याद छैन। फागुन महिनाको समय थियो, सायद भ्यालेन्टाइन्स डेको आसपासमा थियो होला। त्यति बेला हामीले भेट्ने निर्णय गर्यौँ। त्यसपछि मैले हाम्रो भेट हुने दिन गन्न थालेँ। आज हो कि भोलि हो कि मैले औँला बाँच्न थालेँ। मेरो एक्साइटमेन्ट छुट्टै थियो कसैसँग भेट्ने। त्यो पनि आफ्नो लेडी लकसँग भेट्ने कुरा त। कस्तो हुन्छ होला, कुरै नगरौँ। पहिलो पटक त भेट्ने निर्णय हुँदैछ। बिस्तारै हाम्रो भेट्ने दिन पनि आयो। म अत्यन्तै एक्साइटेड थिएँ। हामी दुईमा को बढी एक्साइटेड थियो भन्ने कुरा थाहा थिएन। यसमा को भन्दा को कम भन्ने उदाहरण चाहिँ हामी दुवैमा थियो होला। भेट्ने दिन पनि आयो। ल म गाडी चढिसकेँ, सायद म भोलितिर आइपुग्छु कि? उसले मलाई भने। ठिक छ, भोलि तिमी कति बजेतिर आइपुग्छौ होला? खै, यात्रा गर्ने कुरा हो, अब गाडीले कति बेला ल्याउँछ नि? सायद 11 साढे 11 हुन्छ कि? भोलि तिमी 11 या साढे 11 बजेतिर बस पार्कमा आउनु नि। भोलि हामी त्यहीँ भेटौँला। अनि उसले यति भनेर अफलाइन भई। मैले पनि ओके भनेर रिप्लाई गरेँ अनि म पनि अफलाइन भएँ। जुन भन्ने आफ्नो मान्छे नै अफलाइन भएपछि आफूलाई पनि के को अनलाइन बस्न मन लाग्थ्यो र। भोलिपल्ट त्यो दिन आयो। म अत्यन्तै ह्यान्डसम भएर एकदमै राम्रो ड्रेसअप गरेर उसलाई भेट्नका निमित्त म त्यहाँबाट गएँ। बाटोमा जाँदा मैले विभिन्न किसिमका योजनाहरू बनाउँदै थिएँ।
मनमा धेरै कुराहरू खेलिरहेका थिए। उसलाई भेटेपछि मैले के भन्छु होला, के गर्छु होला, के भन्ने होला। मैले बाटोमा निकै प्र्याक्टिस गर्दै गएको थिएँ। विभिन्न मानिसहरूले मलाई हेरेर हाँसिरहेको जस्तो मलाई भान भयो। अनि मैले दायाँ बायाँ हेरेँ, तर होइन, उनीहरू सबै आआफ्नो काममा मस्त थिए। काठमाडौँ सहर न पर्यो, यहाँ कसैलाई कसैको मतलब हुँदैन। यहाँ सबैलाई आआफ्नै प्रवाह हुन्छ। यो ठाउँमा कोही कसैको एक्सिडेन्ट मात्र भयो भने फोटो अथवा भिडियो खिचेर विभिन्न माध्यम, अनलाइनका माध्यमहरूमा हाल्नका लागि तत्पर हुन्छन्। तर सहयोगी हातहरू भने कुनै पनि अगाडि बढ्दैनन्। खैर, काठमाडौँलाई मात्र दोष दिनु हुँदैन, अहिलेको समय नै यस्तै छ। त्यसकारण म हाँसेर कसलाई के नै फरक पर्छ र? यही सोचेर मैले मेरो ध्यान उसलाई भेट्नेतर्फ नै मोड्न थालेँ। गाडीले मलाई बस पार्क पुर्याइदियो। त्यसपछि म त्यहाँबाट ओर्लिएँ अनि म त्यहाँ एक ठाउँमा गएर बसेँ। निकै गर्मी भएका कारण मैले एउटा पसलमा गएर चिसो पानी अर्डर गरेँ र पानी घटघटी खाएर म यत्तिकै बसिरहेको थिएँ। म बस पार्कमा पुग्दा करिब 11:30 त भइसकेको थियो। तर म हिँड्न त निकै चाँडो हिँडेको थिएँ। के गर्नु, काठमाडौँको जाम यस्तै छ। अनि मैले उसलाई कल गरेँ, तर कल लागेन। फेरि पनि मैले उसलाई कल गरेँ, कल लागेन। हेलो, कता हो? म आइपुगेँ त। कल लागेन। थाहा छैन मैले यसमा के रियाक्ट गर्नु। म एकछिन त अत्यन्तै रणभुल्लमा परेँ। होइन, के भएछ? कल पनि लाग्दैन त। म यत्तिकै त्यहीँ बसी नै रहेँ। म पुग्दा 11:30 भइसकेको थियो। 12, 12:30, 1 गर्दै अब त 2 पनि बज्न लागिसकेको थियो। त्यही पनि मैले आफ्नो आशा मारेको थिइनँ। अब त आउँछ कि, अब त आउँछ होला भन्दै यही कुरा सोच्दै मैले पर्खि नै रहेको थिएँ। अझै पनि मैले मनमा विभिन्न किसिमका योजनाहरू बुन्दै बसेको थिएँ। मनमा विभिन्न किसिमका नराम्रा कुराहरू खेलिरहेका थिए। सायद ऊ आइन कि कतै, सायद उसले मलाई ठगेकी पो हो कि। यो पापी मन अनेक कुरा सोच्छ। नराम्रो कुरा नसोचौँ भन्दै पनि अनेकौं नराम्रा कुराहरू आउँदै रहेछ। खैर, म अझै पनि त्यहीँ बसिरहेको थिएँ। उसलाई मैले करिब 30-40 वटा मेसेज त गरेको थिएँ। होइन, के भयो के? आउने टाइम भएन भनेको। के भयो? कतै गाडी? मैले यी कुराहरू बोल्दा बोल्दै आफूले पठाएको मेसेज हेरेँ। आफैले आफूलाई भन्न थाले, होइन, अब त भयो। साँझ धेरै नै पर्न लागिसक्यो। किनकि धेरै समय भइसकेपछि होस्टेलमा इन्ट्री हुन दिँदैनथ्यो। करिब साँझ 5:30 बजेसम्म म त्यहाँ बसेर निस्किएँ। जाँदा अत्यन्तै जोस र जागरका साथ गएको मान्छे म, त्यो पनि उसलाई भेट्ने आशामा। र फर्किँदा मेरो शरीर अत्यन्तै लत्राक लुत्रुक भएको थियो। आफैलाई धान्न सकिरहेको थिइनँ। आफ्नो शरीर आफैलाई अत्यन्तै बोझ लागिरहेको थियो। थाहा छैन म के गर्ने। म आफ्नो रुममा कतिखेर पुगेँ मलाई थाहा नै छैन। मैले केही पत्तै पाएको थिइनँ। त्यो दिनदेखि
न त उसको कल नै आयो, न त उसको मेसेज नै। न त मैले गरेका मेसेजहरू नै सिन हुन्थे। 1 दिन, 2 दिन, हप्ता दिन, 15 दिन गर्दै महिनौँ बित्न थाल्यो। न त मैले उसलाई मेसेज गर्न नै छोडेँ, न त उसले मेरो मेसेज सिन गर्थे। मैले उसलाई दिनमा करिब 15 या 20 वटा त मेसेज नै गरिरहे। उसलाई सम्झिन साथ मेरो दिन पहिला अत्यन्तै रमाइलो हुन्थ्यो। उसको नाम सुन्न साथ मेरो दिनको सुरुवात हुन्थ्यो। मेरो लाइफमा ऊ छ भनेपछि मनमा छुट्टै किसिमको आनन्द हुन्थ्यो, रमाइलो लाग्थ्यो। मेरो लाइफमा पनि कोही त छ भन्ने छुट्टै एउटा भान हुन्थ्यो। तर अब त जब उसलाई सम्झिन्थे तब वरिपरि केवल निराशै निराश मात्र देख्थे, अँध्यारै अँध्यारो। मेरो दिन यसै गरी बितिरहेको थियो। अब पनि उसले मलाई मेसेज गर्छे, बिस्तारै उसले मलाई कल गर्छे। यस्ता यावत कुराहरू मैले सम्झिन छोडिसकेको थिएँ। तर विडम्बना, मन न हो। आस कहाँ मर्दो रहेछ र, सास रहन्जेल आस रहन्छ भने जस्तो त्यस्तै नै महसुस हुन्थ्यो मलाई। म घन्टौँसम्म अनलाइन बसिरहन्थेँ, केवल उसको मेसेजको प्रतीक्षाको लागि। हो, केवल उसकै मेसेजको प्रतीक्षामा। हामीले बोलेका ती मेसेजहरू हेर्दै घन्टौँसम्म रमाउँथे अनि कति रुन्थे, कति रोएँ, कति आँसु बगाएँ। मैले त्यो सोच्न पनि सक्दिनँ, भन्न त परको कुरा। दिन बित्दै गयो, असारको समय आयो। करिब करिब उसँग नबोलेको पनि 3 महिना भइसकेको रहेछ। तर हिजो जस्तै लाग्छ उसँग बोलेको, उसँग मिठा मिठा कुराकानी गरेको। त्यो पल अझै पनि मलाई याद छ। ऊ काठमाडौँ आउनुको अघिल्लो रात हामीले धेरै बेरसम्म कुराकानी गरेका थियौँ। त्यति बेला हामी बीच कैयौँ कुराकानीहरू भए। कतिपय कुराहरू सुनेर हामी दुवै खित्का छोडेर हाँसेका थियौँ, किनकि हामी दुई बीच कुराकानी नै त्यस्तै किसिमका भएका थिए। बेबी, यदि म मरे भने के गर्नुहुन्छ? कहिल्यै तपाईँ नभन्ने मान्छे। आज उसले मलाई तपाईँ भनेको सुन्दा म अत्यन्तै सक भएको थिएँ। एक त उसको प्रश्नले नै मलाई अचम्म बनाइरहेको थियो। तिमी मर्यौ भने खै के गर्नु र? यो विषयमा त मैले केही सोचेकै छैन। मैले उसको प्रश्नको जवाफ दिएँ। उसले फेरि भनी, भन न प्लिज। उसले फेरि मलाई तिमी भनेर सम्बोधन गरी। उसका हरकतहरू नै यस्तै किसिमका थिए, कहिले तपाईँ त कहिले तिमी। खैर, म अत्यन्तै खुसी थिएँ, तर मैले उसलाई प्रश्न नगरी बस्न सकिनँ। आज तिमीलाई के भएको छ? किन यस्ता प्रश्नहरू गरिरहेकी छौ? के भयो तिमीलाई? खै किन आज मलाई निकै डर लागिरहेको छ। आज मेरो मनमा यस्तै किसिमका कुराहरू खेलिरहेका छन्। यति डर लागिरहेको छ कि त्यसको कुनै व्याख्या गर्न पनि सकिरहेको छैन। जब उसले यस्ता कुराहरू गरी तब मैले उसलाई सम्झाउँदै भने, प्लिज तिमीलाई केही पनि हुँदैन, म छु नि तिम्रो लागि, नडराऊ। फेरि यदि तिमीलाई केही भइहाल्यो भने पनि मलाई त बोलाउँछौ नि है, कि बोलाउँदैनौ? यदि तिमी मलाई लिन आउँछौ भने म त तिमीसँगै जाने हो। यो प्रश्नको उत्तर उसले एक शब्दमै टुङ्ग्याई। खै फेरि मैले भने,
भन न, यदि तिमी मलाई लिन आउँछौ भने म तिमीसँगै जान्छु, पिर नगर। मैले यति भन्न साथ उसको मुड अफ भयो जस्तो भयो। मैले उसलाई अझै जिस्क्याउँदै भनिदिए, तिमीलाई केही हुनको लागि त भगवानले पनि त तिमीलाई झेल्न सक्नु पर्यो नि। कसैले तिमीलाई झेल्ने आँट गर्नै सक्दैन। भगवानसँग पनि छैन त्यो क्यापेसिटी तिमीलाई झेल्न सक्ने, म बाहेक। त्यसैले तिम्रो जिम्मा भगवानले मलाई नै दिनुभएको होला सायद। मैले यति भन्न साथ ऊ खित्का छोडेर हाँस्न थाली। ऊ सिरियस मोडमा बेला बेलामा पुगिरहन्थे अनि उसको त्यो मलिन मुहारमा चमक ल्याउनका लागि म अनेक किसिमका नौटङ्कीहरू गरि नै रहन्थे। उसको लागि त पागल बन्न पनि म सदा तयार थिएँ। यस्तै कुराहरू सोचिरहेको थिएँ अनि अचानक उसले मलाई भने, हेलो हेलो ओए बाँदर। जब उसले मलाई बाँदर शब्द प्रयोग गरेर बोलाए, फेरि म सोच मग्न भएँ। खै थाहा छैन किन हो, जब जब उसले मलाई बाँदर शब्दको प्रयोग गरेर बोलाउने गर्थे, तब म त्यही बाँदर शब्दमा एकहोरो भइरहन्थे। बाँदर शब्द कुनै नराम्रो शब्द त होइन, कुनै अपशब्द थिएन। त्यसैले जब जब उसले मलाई बाँदर शब्दको प्रयोग गरेर बोलाउने गर्थे, तब तब मलाई उसको धेरै माया लागेर आउँथ्यो। अझ धेरै नजिक भए झैँ लाग्थ्यो, किनकि जब जब ऊ धेरै खुसी हुन्थे, तब तब उसले मलाई बाँदर जस्तै अन्य अरू शब्दहरूले बोलाउने गर्थे, बाँदर, पागल इत्यादि। जब जब म पीडामा परिरहन्छु, जब म चिन्तामा हुन्छु, तब उसको त्यो बाँदर शब्दले अझै पनि मेरो पीडालाई केही सेकेन्डमै बदलिदिन्छ। खै के जादु छ त्यो वर्डमा। मैले यस्तै यस्तै कुराहरू सोचिरहेको थिएँ। उसले हामी कुराकानी गरिरहेको बेला मलाई सोधेकी थिए, बेबी म काठमाडौँ आउँदा के ल्याइदिउँ तपाईँलाई? मैले जवाफ दिएँ, तिमी आऊ भइहाल्छ नि। उसले फेरि सोधी, पहिलो पटक भेट्दैछौँ, केही त ल्याइदिनु पर्छ होला नि, भन न के ल्याइदिउँ? केही पर्दैन, बस तिमी राम्रोसँग आऊ, मलाई केही पर्दैन। मैले यति भन्न साथ ऊ हल्का रिसाएर भन्न थाली, ल ल भयो, त्यही पनि नि त, पहिलो पटक भेट्दैछौँ, कुनै गिफ्ट त चाहिएला नि, भन न प्लिज के ल्याइदिउँ? मैले भने त तिमी राम्रोसँग आऊ, मलाई केही पनि ल्याइदिनु पर्दैन, तिमी आइपुग्छ। मैले भने, एकचोटि तिमीलाई हेर्नु छ अनि तिम्रो हात समाउनु छ। मैले यति भन्न साथ ऊ फेरि झनक्क झन्केर बोल्न थाली, ल ल भयो, अब धेरै बढी बोल्नु पर्दैन। म काठमाडौँ आउँदा केही सम्झनाको लागि ल्याइदिन खोजेकी थिएँ कि मलाई पनि दिनुपर्छ भनेर त होइन नि? धत लाटी, के भनेकी त्यस्तो? तिमीले केही नदिए पनि मैले दिन्छु नि, त्यस्तो केही नसोच, बस तिमी राम्रोसँग काठमाडौँ आऊ। जब मैले केही पनि ल्याइदिनु पर्दैन भने, तब ऊ एकैछिन त शान्त बसी। एकछिनपछि उसले मलाई सोधी, किन बेबी, के भयो? मैले उसको प्रश्नको जवाफ दिएँ, खै किन किन, आज मलाई पनि तिम्रा ती कुराहरूले निकै डर लागिरहेको छ। बरु यसो गरौँ न, तिमी अहिले काठमाडौँ नआउ न है। उसले भनी, किन, तिमीलाई मसँग भेट्न मन छैन र? मैले जवाफ दिएँ, त्यस्तो होइन, अघि तिमीले मलाई भनेका कुराहरूले मलाई पनि निकै डर लाग्न थाल्यो। किन भेट्न मन लाग्दैन थियो होला र? तिमी त मेरो आफ्नो मान्छे, लागिहाल्छ नि, कति बेला भेटौँ चाहिँ भएको छ। तर हामीसँग लामो समय छँदैछ नि, भेट भइहालिन्छ। तर तिमी प्लिज अहिले काठमाडौँ नआउ न है। उसले फेरि भनी, हेर हेर, अघिसम्म म तनावमा थिएँ, अब तिम्रो पालो हो, चिन्ता नगर, मलाई त्यस्तो केही हुँदैन, तिमी छौ नि मेरो लागि।
म जस्तो मान्छेलाई झेल्न सक्ने त्यति ठुलो आँट र साहस अरू जो कोहीमा हुन सक्छ र? तिमी बाहेक। अनि अघि तिमी आफैले भनेको होइन मलाई झेल्ने आँट र साहस भगवानको पनि छैन भनेर? मलाई सहन, मेरा कुराहरू झेल्न अनि मेरा सम्पूर्ण कुराहरूलाई सहजै स्वीकार गर्न सक्ने यो संसारमा मात्र होइन, यो ब्रह्माण्डभरिकै मात्र तिमी एक हौ, मात्र तिमी। मैले भने, अरे वाह, मेरो सङ्गतले गर्दा तिमीमा पनि केही न केही प्रोग्रेस त भएकै छ, पक्कै पनि। यो चाहिँ म मान्छु है। मैले यति भन्न साथ उसले फेरि भने, होइन होइन, मेरो सङ्गतले चाहिँ तिमी बरु धेरै परिवर्तन भएको छौ। त्यसपछि मैले पनि उसलाई हो भनिदिएँ। मैले उसलाई कहिल्यै पनि जित्न चाहन्नथे। म उसँग सधैँभरि हार्न तयार थिएँ, किनकि मेरो जितमा सधैँ उसको हार होस् यो कदापि मैले सोच्न पनि सक्दिनथे। बरु उसको जितमा सधैँ मेरो हार होस्, म यो चाहन्थे। मेरो हारमै जित हुन्छ, यो कुरा मैले उसलाई बारम्बार भनिरहन्थे। त्यसपछि फेरि मैले उसलाई भने, ल तिमीले नै जित्यौ, मैले हारे। यति भन्न साथ हाम्रो कन्भर्सेसन यतिमै टुङ्गियो। मेरो आँखा अनायासै घडीमा पुग्यो। घडीले रातको 1 बजाइसकेको रहेछ। त्यसपछि मैले आत्तिँदै उसलाई भने, ओहो बेबी, 1 बजिसकेको रहेछ, अब तिमी सुत है। जब उसलाई मैले यो कुराहरू भने तब ऊ बोल्दै बोलिन। हेलो हेलो रिद्धि, मेरो कुरा त सुनिरहेकी छौ? मैले यति भन्न साथ ऊ बोली, कल काट्ने नै हो र? मैले भने, किन र, के भयो? अरू बेला त तिमीले मलाई कल काट्ने भन्थ्यौ, ढिलो भयो बेबी भन्थ्यौ। म बोल्न खोज्दा पनि अब त सुत्नुपर्छ भन्थ्यौ त। खै आज किन कल काट्न मनै छैन। जब उसले मसँग यी कुराहरू गरिरहेकी थिए तब मलाई किन उसको अति नै माया लागेर आयो। खै थाहा छैन किन हो। आज मलाई तिम्रो धेरै माया लाग्यो बेबी। किन लाग्यो त्यो त थाहा छैन। मैले यति भन्न साथ उसले भने, किन, अरू बेला लाग्दैन थियो र? मैले भने, मैले कहाँ त्यस्तो भनेको छु र लाटी। तिम्रो माया त कति लाग्छ। मैले यति भन्न साथ ऊ खित्का छोडेर हाँस्न थाली। अनि मैले उसलाई भने, ल भयो, अब धेरै नहाँस, राति धेरै हाँसेको राम्रो पनि त होइन। ल अब तिमी सुत। बरु यसो गरौँ, आज हामी फोन नराख्ने है त। तिमी सुत। मैले यति भन्न पाउँदा नपाउँदै उसले भने, फोन काट्न पाइँदैन नि फेरि। उसले अति मायालु स्वरमा भने, काट्दिन बाबा, काट्दिन। उसले मलाई कसम खुवाउन थाली। कसम? मैले पनि भनिदिएँ, कसम। उसले भने, कसको? मैले भने, हाम्रो कसम। यस्तो खालको कसम हाम्रो सधैँ चलि नै रहन्थ्यो। कुनै पनि कुरा मनाउनु छ भने हामीले एकअर्काको कसम खान्थ्यौँ। तब मात्र हामी दुवै एकअर्कामा डेडिकेट भएको जस्तो महसुस हुन्थ्यो मलाई। सायद उसलाई पनि यस्तै हुन्थ्यो होला। जब हाम्रो कन्भर्सेसन सकियो तब ऊ निदाउन थाली। म उसको सास सुनिरहेको थिएँ। काश कहिले आउँछ होला त्यो दिन, कहिले आउने होला, कस्तो हुने होला जब तिमी मेरो नजिक हुनेछौ।
जब तिमी मेरो छेउमा हुनेछौ त्यो दिन तिमीले मेरो हातलाई आफ्नो सिरानी बनाएर सुत्नेछौ अनि म तिमीलाई अँगालेर निदाउनेछु। मैले कल्पना गरिरहेको थिएँ, किन हो खै मैले उसलाई मेरो छेउमा भएको महसुस गरे, कल्पनामै भए पनि। अनि मसँग एउटा एक्स्ट्रा सिरानी पनि थियो। त्यही सिरानीलाई मैले ऊ सम्झेर मजाले अँगालेर निदाएँ। अनि मलाई एक्कासी कसैले पछाडिबाट आएर कोट्टाएको जस्तो महसुस भयो अनि म झसङ्ग झस्किएँ। उफ, यो कल्पनामा डुब्न पनि कहिल्यै नछोड्ने भयो। त्यसपछि मैले पछाडि फर्केर हेरेँ। मसँग कोही मान्छे रिसाइरहेको थियो। दाइ, ओ दाइ, के भयो? मैले तपाईँलाई कति पटक बोलाइसकेँ। के भइरहेको छ? कहाँ हराउनु भएको छ तपाईँ? कान सुन्नुहुन्न कि क्या हो? अघिसम्म त राम्रै हुनुहुन्थ्यो, ठिकै हुनुहुन्थ्यो त। अहिले एक्कासी के भयो तपाईँलाई? अरे, कस्ता कस्ता मान्छेहरू आउँछन्। ऊ एकहोरो बरबराइरहेको थियो, तर मलाई उसको मतलब नै लागिरहेको थिएन। तर पनि मैले उसलाई सरी भने अनि मेरो भाडा कति हो उसलाई त्यति नै भाडा दिए। म बस पार्कमा आइसकेको रहेछु। अहिलेसम्म मैले जति पनि कुराहरू सोचिरहेको थिएँ त्यो त सबै बसमा पो रहेछ। म बस पार्कमा ओर्लिएँ। त्यसपछि आफ्नो शरीरलाई लतार्दै घिसार्दै काउन्टरतर्फ लागेँ। काउन्टरबाट मैले झापाको टिकट लिएँ र म आफ्नै बसतर्फ लागेँ। अनि म आफ्नो सिटमा गएर थचक्क बसेँ। अनि मैले आफ्नो शरीरलाई निकै खुल्ला छोडिदिएँ। अत्यन्तै स्वतन्त्र महसुस भयो। झ्यालको सिसा खोले। हो हल्ला निकै थियो, भिडभाड थियो, गर्मी पनि त्यत्तिकै बढी थियो। तर मलाई यी सब कुराहरूको केही मतलब नै थिएन। मैले बाल नै दिइनँ। मेरो मनमा त केवल रिद्धि मात्र घुमिरहेकी थिए। केवल रिद्धि रिद्धि। तिमी कहाँ छौ यार? प्लिज एकचोटि कल गर। एटलिस्ट एउटा मेसेज त गर यार, प्लिज। अरू केही नभए पनि एटलिस्ट अनमा त आइदेऊ न। म उसलाई मनमा नै यी कुराहरू भनिरहेको थिएँ। यो पनि थाहा छ कि उसले मेरा यी सबै कुराहरू सुन्दिन भनेर। उसले नसुने तापनि खै थाहा छैन किन हो किन मलाई यी कुराहरू गरिरहँदा भित्र मनदेखि नै आनन्द भएर आउँछ। मैले ऊ मेरो छेउमै भएको महसुस गरेँ, कल्पनामै भए तापनि। अनि मसँग एउटा एक्स्ट्रा सिरानी पनि थियो। त्यही सिरानीलाई मैले ऊ सम्झेर मजाले अँगालेर निदाएँ। मैले यावत कुराहरू सोचिरहेको बेला मलाई पछाडिबाट कसैले ढाडमा कुट्याएको जस्तो महसुस भयो। म झसङ्ग झस्किएँ। उफ, यो कल्पनामा हराउन पनि कहिल्यै नछोड्ने भयो। यति भनेर मैले पछाडि फर्किएर हेरेँ। मसँग कोही मान्छे रिसाइरहेको थियो। दाइ, ओ दाइ, दाइ, होइन तपाईँ कहाँ हराउनु भएको छ? मैले तपाईँलाई कतिचोटि बोलाइसकेँ। कहाँ हुनुहुन्छ तपाईँ? अघिसम्म त ठिकै हुनुहुन्थ्यो, अहिले एक्कासी के भयो? ह, कान सुन्नुहुन्न कि क्या हो? अरे, कस्ता कस्ता मान्छेहरू आउँछन्। ऊ एकहोरो कराइरहेको थियो, तर मलाई उसको केही पनि मतलब नै थिएन। त्यसपछि मैले उसलाई सरी भने र मेरो भाडा कति हो त्यति उसलाई बुझाएँ। त्यसपछि मैले झ्यालबाट यताउता हेरेँ। लौ, म त बस पार्क पो आइसकेको रहेछु। अहिलेसम्म मैले जति पनि कुराहरू सोचिरहेको थिएँ त्यो त सब गाडीमा पो रहेछ। त्यसपछि त्यहाँबाट आफ्नो शरीरलाई लतार्दै र घिसार्दै म काउन्टरसम्म पुगेँ। काउन्टरबाट मैले झापाको टिकट लिएँ। त्यसपछि म आफ्नो बसतर्फ लागेँ। आफ्नो सिटमा गएर म थचक्क बसेँ अनि आफ्नो शरीरलाई खुला रूपमा छाडिदिएँ, एकदमै स्वतन्त्र रूपमा। मैले झ्यालको सिसा खोलेँ। हो हल्ला निकै थियो, गाडी, मान्छे,
भिडभाड पनि अत्यन्तै धेरै, अनि गर्मीको त कुरै नगरौँ, अत्याधिक नै थियो। तर पनि मैले यी सब कुराहरूको व्यवस्था गरिरहेको थिएँ। मलाई केही पनि कुराको मतलब नै थिएन। मलाई केवल मतलब थियो त रिद्धिको। हो, केवल रिद्धि मात्र थिए मेरो मनमा। रिद्धि, प्लिज प्लिज, तिमी कहाँ छौ? के गरिरहेकी छौ? एकचोटि मेसेज त गर न यार, एटलिस्ट कल त गर। यदि कल मेसेज केही पनि गर्न चाहदैनौ भने अनमा त आइदेऊ। प्लिज रिद्धि, प्लिज। यदि तिमी कुनै समस्यामा छौ भने मेसेज त गर्न सक्छौ नि, प्लिज। मैले उसलाई मनमा नै यी सब कुराहरू सुनाइरहेको थिएँ, तर थाहा छ उसले यी सब कुराहरू सुन्दिन भनेर। उसले नसुने तापनि खै किन हो, मलाई यी सब कुराहरू गरिरहन मन लाग्थ्यो। यी कुराहरू गरिरहँदा मलाई भित्रैदेखि मनदेखि नै आनन्द भएको महसुस गर्थे। उसलाई आफूसँगै भएको पाउँथे, महसुस गर्थे। बस पनि बिस्तारै बिस्तारै आफ्नै गतिमा अगाडि बढिरहेको थियो। तर त्यो बसको गति भन्दा पनि मेरो मनको गति अझ तीव्र रूपले दगुरिरहेको थियो। आखिर मेरो मन जता भागे पनि, जता दगुरे पनि, मेरो मनको केन्द्रबिन्दु भने रिद्धि नै थिए। हो, केवल रिद्धि। उसको त्यो मिठो आवाज, उसको त्यो हाँसोको खित्का म सम्झिरहन्थे। गाडीमा पनि फेरि त्यस्तै गीत बजिरहेको थियो। सधैँ सधैँ आइरहन्छ तिम्रा यादहरू, जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने। कुनै समय यो मेरो बेस्ट गीत थियो, तर त्यो बेला रिद्धि मसँग भएकी थिइन। अर्थात् रिद्धिको र मेरो सम्बन्ध थिएन। जुन दिन रिद्धिसँग मेरो भेट भयो त्यस दिनदेखि नै मैले यस्ता सेन्टिमेन्टल सङहरू सुन्न छोडिसकेको थिएँ। तर जुन दिनदेखि रिद्धिसँग मेरो बोलचाल बन्द भयो, अर्थात् भेट हुन छाड्यो, त्यस दिनदेखि नै सेन्टिमेन्टल सङहरू सुन्ने दिन आएको थियो। थुक्क साला जिन्दगी, मैले आफ्नो जिन्दगी आफैले खोसेँ। मैले निकै सानै उमेरदेखि नै यस्ता सेन्टिमेन्टल सङहरू सुन्ने गर्थेँ, जसका कारण नै मेरो जिन्दगीमा अहिले पीडा नै पीडा भएको छ। म सम्झिरहेको थिएँ, आफैले आफूलाई धिक्कारिरहेको थिएँ, सरापिरहेको थिएँ। त्यसपछि फेरि रिद्धि रिद्धि उसैको यादमा हराउन थाले। म आफ्नै कल्पनाको संसारमा रम्न थाले। बस रोकिरहेको थियो। मैले घडी हेरेँ, घडीले करिब 6:30 बजाएको थियो। म आफ्नै तालमा दायाँ बायाँ हेरिरहेको थिएँ। अग्लो हिल लगाएर टक 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 गर्दै कुनै केटी बसमा आएको जस्तो लाग्यो। तर मैले त्यस केटीतर्फ ध्यान दिइन। म केवल झ्यालबाट बाहिर हेरिरहेको थिएँ। मैले झ्यालबाट विभिन्न दृश्यहरू हेरिरहेको थिएँ। म त्यसैमा मस्त थिएँ। त्यति नै बेला मलाई पछाडिबाट कसैले ढाडमा बिस्तारै ट्याप ट्याप गरेको जस्तो लाग्यो। मलाई बोलाउँदै थियो, एक्सक्युज मी, हेलो। मैले कहाँ भुल्न सक्थे र त्यो आवाज। म हत्तपत्त पछाडि फर्केर हेरेँ। मेरै रिद्धिको आवाज थियो त्यो। एक्सक्युज मी, हेलो, म तपाईलाई भन्दैछु।
मलाई त्यो सिट छोडिदिन सक्नुहुन्छ? मलाई झ्यालको सिटमा बस्दा अत्यन्तै कम्फर्टेबल फिल हुन्छ। त्यसपछि मैले फरक्क फर्केर उसलाई हेरे। उसले पनि मलाई हेरी। रिद्धि, तिमी? दुवैको आँखा एकापसमा जुदिरहे, मानौ मुभीमा हेरे जस्तो। शरीर पुरै शान्त भएको थियो। त्यसपछि म जुरुक्क उठेर उसलाई झ्यालको सिटमा बस्न दिए अनि म उसको छेउमा गएर बसे। ऊ मलाई हेर्दै आफ्नो टाउको निहुराइरहेकी थिए। लाग्छ आफ्नो आँसु पुछिरहेकी, या त उसले आफ्नो आँखाका आँसुहरू लुकाइरहेकी होस्। मेरो पनि हालत त कहाँ ठिक थियो र। आँखाबाट टिलपिल टिलपिल आँसुहरू बगिरहेका थिए। मैले उसलाई निन्याउरो अनुहार लगाएर प्रश्न गरे, कहाँ थियो तिमी यतिका समयसम्म? आखिर तिमीलाई मसँग भेट्नु नै थिएन त? मसँग भेट हुन आउनु नै थिएन भने मलाई किन झुटो आश्वासन देखायौ? तिमी कुनै पनि समस्यामा परेकी भए एटलिस्ट मेसेज त गर्न सक्थ्यौ मलाई। मैले यतिका कुराहरू गरिसक्दा पनि उसले मलाई नजरअन्दाज गरिरहेको देख्दा मलाई झन् रिस उठिरहेको थियो। रिद्धि, प्लिज अब त बोल, केही त बोल न यार। अब त मलाई नतडपाऊ। जब मैले उसलाई यी कुरा गरे तब उसले मलाई एउटा मात्र कुरा भने, आई एम सरी। यतिका दिनदेखि, यतिका महिनौदेखि म तिमीलाई नै कुरेर बसिरहेको छु। तिम्रै यादमा मैले दिन बिताइरहेको छु। अनि तिमी, आज तिमीसँग मेरो संयोगले भेट भयो अनि तिमी अझै पनि भन्छौ आई एम सरी। अनि मलाई बसका सबै मानिसहरूले अचम्म तरिकाले हेरिरहेका थिए। तर मलाई लाग्यो, ए साला, जेसुकै होस्, मलाई कसैको केही मतलब नै थिएन। तर खै उनीहरू मलाई नै हेर्दै ओठ बरबराइरहेका थिए। खै के भनिरहेका थिए अहिले मलाई त्यति याद छैन। मानौ मैले उनीहरूको केही पनि कुरा सुनेको थिइनँ। मेरो ध्यान त केवल रिद्धिमा मात्र सीमित थियो। गाडी आफ्नै गतिमा गुडिरहेको थियो। यति नै बेला उसले मलाई भनेकी थिए, हेर त तिमीलाई सबै मानिसहरूले कसरी हेरिरहेका छन्। मलाई बाल, आई डोन्ट केयर, मलाई कसैको मतलब नै छैन। मलाई मात्र मेरो प्रश्नको उत्तर देऊ। अनि उसले निन्याउरो अनुहार लगाएर भने, प्लिज छाडिदेऊ यी सब कुराहरू। मैले उसलाई देख्न साथ मेरो आधा रिस त मैले हटाइसकेको थिएँ। अनि मैले उसको रुन्चे मुहार देखे, रुन्चे आवाज सुने। त्यसपछि झन् किन मलाई उसको अति नै माया लागेर आयो। मेरो रिस त खै कहाँ गयो कुन्नी, थाहा नै भएन। अनि मैले उसलाई प्रश्न सोधे, तिमी कहाँसम्म? अनि उसले जवाफ दिए, खै कहाँसम्म भनौँ, यो बस जहाँसम्म जानेछ त्यहीसम्म मेरो यात्रा हुनेछ। मतलब केही पनि होइन, उसले फेरि भने। उसले आज एकदमै अल्टर कुराहरू गरिरहेकी थिए। ऊ आज आफ्नो प्रकृति भन्दा निकै फरक थिए। मैले जब उसको आवाज सुन्थे तब ऊ मलाई हो पनि होइन पनि जस्तो लाग्थ्यो। म एकदमै कन्फ्युज थिएँ। मलाई ऊ बोल्दा त रिद्धि नै हो जस्तो लाग्थ्यो, तर उसका कुराहरू भने निकै फरक थिए। ऊ जब मसँग रहेर कुराकानी गर्थे तब निकै बचपनामा गएर कुराकानी गर्ने गर्थे। त्यस्तै महसुस हुन्थ्यो मलाई। तर
आजको रिद्धि भने निकै फरक लाग्यो मलाई। ऊ निकै बेग्लै अवतारमा थिए। उसको बोलीचालीले धेरै कन्फ्युज्ड बनाइरहेको थियो। अनि के गर्यौ त? कसरी बस्यौ त यतिका समयसम्म? यो प्रश्न मलाई रिद्धिले गरेकी थिए। अनि मैले हाँस्दै जवाफ दिएँ, मेरो अनुहारमा हेर, मेरो आँखामा हेर, अनि तिमीले जवाफ पाइहाल्छौ नि। रिद्धि आफ्नो आँखामा आँसु टिलपिल टिलपिल गर्दै सरी भनेर आफ्नो हातलाई कानमा राखी। मैले भने, प्लिज यो कुरा छाडिदेऊ। रिद्धिले फेरि मलाई रुन्चे आवाजमा प्रश्न गरी, तिमीलाई मैले यतिका समयसम्म बेवास्ता गरे जस्तो भइरहँदा पनि तिम्रो मन अन्यत्र कतै गएन र? म खिस्सा हाँस्दै व्यङ्ग्य गरे जस्तै गरी उसलाई भने, किन र? मलाई फेरि पागल हुनु थियो र? मेरो कुराले रिद्धिको मनमा साँच्ची नै तीखो तीरले खोचे जस्तो मलाई लाग्यो। त्यसपछि मैले आफैले कुरालाई मोड्दै भने, भयो भयो, अनि तिमीले चाहिँ के गर्यौ नि यतिका समयसम्म? मैले यो प्रश्न गर्न साथ रिद्धिले आफ्नो शिर निहुराउँदै भनी, प्लिज अब यो कुरा गर्न छाडिदेऊ। हामी बीच भइरहेका यी सबै कुराहरूलाई रिद्धिले अन्ततिर मोड्न भनी, छाडिदेऊ यी सब कुराहरू, मलाई साह्रै गाह्रो भइरहेको छ। के म तिम्रो छातीमा मेरो शिर राखेर निदाउन सक्छु? जब उसले मलाई यो प्रश्न गरी तब म उसको आवाजमा हराएँ। अनि ती कुराहरू अझ सम्झिँदा पनि मेरा आँखाबाट अनायासै आँसुहरू झर्न थाल्छन्। म निकै खुसी थिएँ। म रिद्धिले एउटा पहल गरेको देखेर कुनै समयको मेरो एउटा सपना जानी नजानी पुरा हुँदै थियो। अनि उसले मलाई बिस्तारै अँगालो हाल्दै आफ्नो शिरलाई मेरो छातीमा ल्याई। अनि उसले मन्द मन्द आवाजमा खै के हो के बरबराइरहेकी थिए। अनि मैले उसलाई प्रश्न गरेँ, के गरेको तिमीले यो? के भनेको? अलिक साह्रो त भन न। अनि मलाई उसले बिस्तारै भने, प्लिज मलाई यो पलमा हराउन देऊ। केही क्षणमा म पनि ऊसँगै हराउन थालेछु, उमै डुब्न पुगेछु। मैले उसलाई बिस्तारै उसको कानमा भने, के म तिमीलाई एउटा कुरा भनौँ? जब उसले आफ्नो टाउको हल्लाएर मलाई स्वीकृति दिए, त्यसपछि मैले भने, यो मेरो प्रेमको परीक्षा अब कतिन्जेलसम्म हो त? यस प्रश्नको जवाफ उसले केही पनि दिन चाहिन। ऊ केवल मौन रही। अनि मैले पनि उसलाई केही भन्न चाहिन, किनकि ऊ मेरो कुराले धेरै नै दुखी थिए। मैले मनमा नै सोचिरहेको थिएँ, यो पल यही रोकिदिए कस्तो हुन्थ्यो होला। रिद्धिको शिर सधैँ मेरो छातीमा भइरहने भए। उसलाई मैले सधैँभरि यसरी नै हेरिरहन पाउने भए। म फेरि पहिलेकै जस्तै गरी कल्पना परिकल्पनामा हराउन थाले। अनि रिद्धिको त्यो सास मेरो छातीमा पर्थ्यो। म त्यसैमा हराउन थाले। छुट्टै संसारमा पुग्थे म। उसले मलाई बिस्तारै बिस्तारै भनिरहेकी थिए, आई एम सरी। त्यत्तिकैमा केही समय गएको मलाई थाहा नै भएन।
तर म सोच्दा सोच्दै टक्क रोकिएँ, किनकि ऊ घुक्क घुक्क गर्दै रोइरहेकी थिए। के भयो हो मेरो पागललाई फेरि, किन रोएकी? मैले उसलाई मायालु स्वरमा भने, म बिना यतिका समयसम्म तिमीले कसरी कटायौ होला है? उसले मलाई रुँदै भने। अनि मैले बिस्तारै उसको टाउकोलाई माथि उठाएँ। उसका ती आँखाबाट झरिरहेका आँसुहरूलाई मैले पुछिदिएँ, मेरो हातले पुछिदिँदै भने, मैले तिमीलाई पाउनु छ भने त यस्ता किसिमका कैयौँ दुःखहरू झेल्न म तयार छु। तर अन्त्यमा मैले तिमीलाई पाउनु पर्छ। मेरा पनि आँखाबाट अनायासै आँसुहरू बग्न थाले। अनि मलाई रिद्धिले भनी, तिमी चाहिँ किन रोएको त बाँदर? अनि उसले मेरो आँसुलाई पुछिदिए। मेरा आँसुलाई उसले हातमा लिँदै भने, हेर त कस्तो बच्चा जस्तै गरी रोएको। ऊ जब निराश हुन्थे तब म उसलाई फकाउँथे, तर जब म निराश हुन्थे तब उसले आफ्ना सारा दुःखहरू भुलेर मलाई फकाउन थाल्थे। मैले उसलाई भने, तिमी रुन छाड न, अनि म त आफै शान्त भइहाल्छु नि। अब म निदाउँछु है, उसले मलाई भने। अनि हाम्रो कुरा यतिमै टुङ्गियो। मैले भने, किन र? तिमीलाई मसँग गफ गर्न मन छैन र? बोल्न मन छैन र? त्यस्तो केही होइन, मलाई गाह्रो भइरहेको छ, उसले यति भने र बिस्तारै उसले आफ्नो टाउकोलाई मेरो छातीमा राखी मलाई अँगालो हाली। म पनि कल्पनाको संसारमा हराएँ। मैले भगवानलाई कोटि कोटि धन्यवाद दिँदै फेरि कल्पना परिकल्पनाको संसारमै हराउन थाले। त्यत्तिकैमा बसमा निकै चहल पहल हुन थाल्यो। मैले पनि आँखा खोले। बिहानको करिब 8 बजिसकेको रहेछ। आज त कस्तो मजाले निदाइएछ। मैले आँखा खोले, चारैतिर हेरे, रिद्धिलाई देखिन। यताउता हेरे, मैले रिद्धिलाई खोजिरहेँ। मेरो मन अनायासै अशान्त हुन थाल्यो। उसको पर्फ्युमको बास्ना मेरो शरीरबाट आइरहेको थियो। उसको त्यो स्याम्पूको भिनी भिनी खुस्बुलाई म कहाँ भुल्न सक्थेँ र? यो मेरो कल्पना त पक्कै पनि थिएन, तर त्यहाँ रिद्धिको नाम निशान पनि केही थिएन। मैले गुरुजीलाई गाडी रोक्न लगाएँ अनि रिद्धिको बारेमा सबैलाई भने। एकजना केटीलाई देख्नु भएको थियो, ऊ कहाँ ओर्ली होला? के तपाईहरू मलाई बताउन सक्नुहुन्छ होला? म अत्यन्तै आत्तिरहेको थिएँ। भित्रैबाट मलाई किन किन एकदमै रुन मन लागिरहेको थियो, तर त्यहाँ म रुन सक्ने कुनै अवस्था नै थिएन। उसले के मेसेज पो गरेकी छ कि भनेर मैले मेरो गोजीबाट हत्तपत्त मोबाइल झिकेर हेरेँ, तर विडम्बना, त्यहाँ कुनै पनि मेसेज थिएन। रिद्धी, तिमी कहाँ छौ? किन तिमी यस्तो गरिरहेकी छौ? किन मसँग बारम्बार लुकामारी खेलिरहेकी छौ? मेरो मनमा केवल यही मात्र गुन्जिरहेको थियो, तर मनमा जस्तो सुकै कुराहरू भइरहे तापनि मैले बाहिर भने ल्याउन सकेको थिइनँ। हिजो कुराकानीको क्रममा उसले मलाई एउटा नम्बर दिए जस्तो लाग्छ। मैले एकछिन सोचेँ र उसले दिएको नम्बरमा हत्तपत्त कल गरेँ। फोनमा रिङ गइरहेको थियो, तर फोन उठिरहेको थिएन। मैले हे भगवान भन्दै भगवानको नाम लिइरहेको थिएँ। अचानक फोन उठ्यो। त्यसपछि एकैछिन मेरो मन शान्त भयो। हेलो, को बोल्नु भएको? उताबाट 16-17 वर्षकी केटीको आवाज आयो। किनकि म पहिला रिद्धिसँग फोनमा बोलिरहँदा उसले मलाई मेरो एउटा बहिनी छ भनेकी थिए। उसँग बोलेको भने थिइनँ, तर कहिलेकाहीँ उसको आवाज
फोनमा सुनिरहेको हुन्थे। त्यसैले झट्ट याद आयो, तिमी रोशनी बोलेको होइन? मैले आत्तिँदै उसलाई प्रश्न गरेँ। उसले भने, हजुर हो त, तर तपाईँले मेरो यो नम्बर कहाँबाट थाहा पाउनुभयो? अनि तपाईँले मलाई कसरी चिन्नुभयो? उसले मलाई प्रश्न गरी अनि मैले उसको प्रश्नको उत्तर नदिई उसलाई मैले सोधेँ, रिद्धि कहाँ हुनुहुन्छ? मैले आत्तिँदै उसलाई प्रश्न गरेँ। दिदी? को दिदी? उसले हल्का झर्किँदै भने। मलाई ऊ रिसाएर बोले जस्तो महसुस भयो। तिम्रो दिदी रिद्धि, मैले उसलाई भने। अनि उसले थोरै गम्भीर आवाजमा भने, तपाईँ को हो? तपाईँले कसरी रिद्धिलाई चिन्नुहुन्छ? उसले जब यो प्रश्न गरी, उसलाई मैले केवल यो मात्र भने, म आयुष बोलेको हो। उसले फेरि मलाई झर्केर भने, को आयुष हो? म उसलाई चिन्दिनँ। फोन राख्नुहोस्। मैले उसलाई हात जोड्दै बिन्ती गरेँ, प्लिज फोन नराख। हिजो भर्खर मात्र मैले तिम्रो दिदीसँग भेटेको थिएँ। उसले आत्तिँदै भने, के? उसलाई मैले रिद्धि र म बीच हिजो भएका कुराकानी सम्पूर्ण कुराहरू बिस्तारै संक्षिप्तमा बताएँ। अनि मैले उसलाई यो कुरा पनि बताएँ कि केही महिना अगाडि ऊ मलाई भेट्न भनी काठमाडौँ आएकी थिए। तर म त्यहाँ जति समयसम्म बसे पनि ऊ मलाई भेट्न आइन। तर म झापा जाने क्रममा हिजो उसँग बसमा भेट भएको थियो। तर फेरि आज ऊ कहाँ गई मलाई थाहा छैन। अनि उसले यदि तिमीलाई केही पर्यो भने यो नम्बरमा कल गर्नु भनेर तिम्रो नम्बर दिएकी थिए। त्यही भएर मात्र मैले तिमीलाई यो नम्बरमा फोन गरेको हो। यसमा मेरो कुनै पनि गलत इन्टेन्सन छैन। प्लिज मलाई बुझ्ने कोसिस गर। मैले उसलाई रुँदै रुँदै भनेको थिएँ। अनि सायद मेरो कुराले उसको मन केही हदसम्म पग्लिएछ क्यारे। तर यो कसरी सम्भव छ? उसले मलाई यो प्रश्न गरी। आजभन्दा 5-6 महिना अगाडि दिदी काठमाडौँ जानुभएको कुरा एकदमै सत्य हो। सबैले नजानु भन्दा भन्दै पनि उहाँ मानिरहनु भएको थिएन। फेरि उहाँको जिद्दीको अगाडि हामी कसैको केही पनि लागेन। उहाँ काठमाडौँ त जानुभयो, तर कहिल्यै फर्केर आउनु भएन। दिदी आउनु त भयो, तर केवल लास भएर। व्हाट? तिमीले यो के भनिरहेकी छौ? तिमी होसमा त छेउ? मैले उसलाई आत्तिँदै प्रश्न गरेँ। हिजो भर्खर मैले उसँग भेटेको हो। उसँग मैले कुराकानी पनि गरेको हो। उसलाई मैले भने। अनि उसले फेरि रुँदै भन्न थाली, उहाँ अब हाम्रो साथमा हुनुहुन्न। आखिर किन उहाँले हामीलाई यत्तिकै यहाँ छोडेर जानुभयो होला भन्दै उनी गुक्क गुक्क गर्दै रुँदै भन्न लागिन्। अनि म पनि एकछिन अक्क न बक्क भएँ। मसँग कुनै बोल्ने शब्द नै थिएन। मेरो पनि अनायासै आँखाबाट बरबरी आँसुहरू झर्न थाले। त्यसपछि म पनि डाकको छोडेर रुन लागे। मलाई कसैको केही मतलब नै थिएन। जब म त्यसरी रुन थाले, तब सबै मानिसहरू मेरो वरिपरि आए र मलाई घेर्न लाए। फोन मेरो हातबाट छुटिएको रहेछ, त्यो कुरा मलाई थाहा भएन। तर म रोएको सुनेर रोशनीले पनि सायद आफूलाई सम्हाल्दै हेलो हेलो भनिरहेकी थिए। सायद त्यो आवाज सुनेर मलाई कसैले फोन उठाएर दिइरहेको थियो।
तर म कुनै पनि हालतमा बोल्न सक्ने अवस्थामा थिइनँ। अनि त्यस व्यक्तिले मेरो अवस्थाबारे रोशनीलाई जानकारी दिइरहेको जस्तो मलाई लाग्यो। उनी हिजोदेखि नै एक्लै एक्लै बोलिरहेका थिए। रिद्धि नाम बारम्बार उसले लिइरहेको मैले सुनेको थिएँ। मैले मात्र होइन, सायद बसभरिका हामी सबैजना मानिसहरूले यो कुरा याद गरिरहेका थियौँ। हामीले उसलाई सम्झाउने प्रयास पनि गर्यौँ, तर उसले भने हामीलाई देखे पनि नदेखे जस्तो गरिरहेको थियो। तर हामीले उसलाई आज बिहान जब यो अवस्थामा देख्यौँ, तब मात्र केही न केही घटना त अवश्य पनि घटिरहेको छ जस्तो हामीलाई लागेको छ। अनि रोशनीले उताबाट रुँदै आत्तिँदै भनी, उहाँलाई आफ्नो ठाउँमा राम्ररी पुर्याइदिनु होला है। अब गाडी बिस्तारै बिस्तारै बिर्ता मोड आइपुगिसकेको थियो। अब मेरो घर त्यति धेरै टाढा त थिएन। म अझै रिद्धिलाई सम्झेर रोइरहेको थिएँ। बेबी, तिमीलाई मैले काठमाडौँ नआऊ त भनेकै थिएँ नि। तिमी आफैले जिद्दी गर्यौ। जिन्दगीमा तिमीले मेरा कैयौँ कुराहरू मानेकी थियौ। काश यो एउटा कुरा पनि मानिदिएको भए। साँच्चै भन्नुपर्दा अब तिमी बिनाको जीवनको अब मलाई कुनै पनि अर्थ छैन। रिद्धि, प्लिज एकचोटि त आऊ। म बारम्बार भगवानलाई गाली गर्दै आफूलाई सरापिरहेको थिएँ। यदि हाम्रो बिछोड नै हुनु थियो भने यति छोटो समयमा किन मिलन गरायौ? यो प्रश्न म भगवानलाई बारम्बार गरिरहेको थिएँ। तर ऊ कहीँ कतैबाट आउनेवाला थिइन। म केवल रिद्धि रिद्धि भन्दै रोइरहेको मात्र थिएँ। तर अनायासै मेरो आँखा बन्द भयो। जब मेरो आँखा बन्द भयो, तब मैले मेरो रिद्धिलाई देखेँ। ऊ बिस्तारै बिस्तारै आइरहेकी थिए। उनी निकै मलिन थिइन्। मुहारमा निकै मलिनता छाएको थियो, तर एउटा हाँसो भने छाइरहेको थियो, जो सायद खुसीको हो या दुःखको। त्यो मैले छुट्याउन सकिनँ। उनले बिस्तारै मेरो केसलाई सुमसुम्याउँदै भन्न थालिन्, सायद कतिपय कहानीहरू अधुरो नै राम्रो हुन्छ। होला, केही छैन। बाँचेर नभए तापनि मैले कमसेकम मरेर त तिमीलाई देख्न पाएँ। तिमीसँग बोल्न त पाएँ। मैले उसलाई रोक्न खोजिरहेको थिएँ, तर उसले आफ्नो हातले मेरो ओठलाई बन्द गर्दै भनी, प्लिज आज मलाई बोल्न देऊ। तिमी आजदेखि मलाई सम्झेर कहिले पनि रुने छैनौ। बाचा गर। मैले देखेका सपनाहरूलाई तिमी साकार पार्नेछौ। प्लिज रिद्धि, तिमी मलाई पनि त केही बोल्न देऊ। तर उसले मलाई अझै पनि रोक्दै भनी, पहिला बाचा त गर। तिमी रोएको मलाई थाहा छ। तिम्रो हरेक कुराहरू मलाई थाहा छ। तर म विवश थिएँ। म तिमीलाई सम्हाल्न सक्ने अवस्थामै थिइनँ। मैले बिस्तारै बाचा गरेँ। मैले उसलाई रोक्दै भने, प्लिज अब त मलाई बोल्न देऊ। उसले टाउको हल्लाए अनि उसलाई मैले भने, के मलाई पनि तिमीसँगै लैजान मिल्दैन र? अनि उनी खिस्सा हाँस्दै भनिन्, कुनै पनि कुरा समय अगाडि गरेको राम्रो हुँदैन। म सधैँ तिम्रै साथमा हुनेछु।
उनले रुँदै भनिरहेकी थिइन्, तिम्रो प्रगतिको कामना म सधैँ गरिरहनेछु अनि भगवानसँग प्रश्न गर्नेछु, आखिर तिमीले किन मलाई यति चाँडै बोलायौ? मेरो इच्छा र चाहनाहरूलाई तिमीले किन बुझ्न चाहेनौ? आखिर मैले के यति ठुलो गल्ती गरेको थिएँ र मलाई यस्तो ठुलो सजाय दियो? के सत्य यही हो, अब म तिम्रो साथमा छैन, तर मेरो माया, मेरो चाहना, मेरो कामना र मेरा सम्पूर्ण सपनाहरू केवल तिमीमै सीमित छन्, केवल तिमीमै निहित रहनेछन्। के अब तिमी मलाई अन्तिम समयमा पनि रोएर बिदाई गर्छौ? उसले मलाई रुँदै तर हाँसिरहेको जस्तो तरिकाले भनी, अनि मैले उसलाई भने, तिमीलाई बिदा गर्ने हिम्मत मसँग छैन। प्लिज मलाई यो कार्यबाट मुक्त बनाइदेऊ। के तिमी मेरो अन्तिम इच्छा पनि पूरा गर्दैनौ? उसले मलिन आवाजमा भनिरहेकी थिए। म पनि रोइरहेको थिएँ, ऊ पनि रोइरहेकी थिए। मलाई जहाँसम्म लाग्छ त्यस समयको वातावरण पनि रोइरहेको थियो होला, त्यही भएर अनायासै झरी पर्न थालेको थियो। अनि मैले उसलाई बिस्तारै हाँस्दै बिदाई गरे र भने, यो जुनीमा त यस्तै भयो, तर अर्को जुनीमा त तिमी मेरै हुन्छौ नि। यो जुनीमा त तिम्रो बन्न सकिन, अर्को जुनी होइन। यो जुनी होइन, म त जुनी जुनी तिम्रै बन्न चाहन्छु। तर यति भन्दा भन्दै उसको आँखाबाट 2 थोपा आँसु मेरो लुगामा झर्यो अनि मैले त्यो आँसुलाई टिपेर भने, कम से कम हाम्रो यो अन्तिम समयको पललाई रोएर खराब त नबनाइदेऊ। जब मैले उसलाई यस्तो भने, ऊ साँच्ची नै हाँसी। अब भने उसको मुहार उज्यालो हुँदै गयो र उसले मलाई जाने बेला अन्तिम पल्ट बिदाई भनी र मेरो निधारमा चुम्बन गरे जस्तो महसुस भयो। उनी हेर्दा हेर्दै एउटा प्रकाशमा विलीन भइन्। त्यत्तिकैमा मेरो घर आइपुग्यो, मेरो आँखा पनि खुल्यो। म त सपना हो कि विपना अलमल्ल परे। मलाई हिजोसम्म पागलको दृष्टिले हेर्ने गरेका ती मानिसहरूले आज मलाई मायाको दृष्टिले हेरिरहेका थिए अनि मैले पनि उनीहरूलाई खिस्सा हाँसेर अभिवादन गरेर त्यहाँबाट आफ्नो घरतर्फ लागे। अहिले म उसलाई सम्झेर कहिल्यै पनि रुदिन। जब म अशान्त हुन्छु तब ऊ आउँछे। त्यसै गरी मायाका कुराकानी गर्दै बिस्तारै मेरो केसलाई सुमसुम्याउँदै पिर नगर भन्दै मलाई ढाडस दिन्थे। अहिले पनि ऊ मेरो सपनामा आएर विभिन्न रमणीय ठाउँहरूमा घुमाउन लान्छे, जुन यो डाँडा, यो पाखा, यो धरती केही होइन जस्तो लाग्छ। त्यहाँ बसेर हामी विभिन्न किसिमका कुराकानीहरू गर्छौं। माया प्रेमको कुरा, जिन्दगीका सुख दुःखका कुराकानीहरू गर्छौं। कहिलेकाहीँ म एक्लै बोलिरहेको देखेर मान्छेहरू मलाई पागल भन्ने गर्छन्। म पागल त पागलै हो, तर रिद्धिको मायामा। ऊ मलाई सधैँ अघि बढ भन्छे अनि म उसलाई भन्ने गर्छु, तिमी हुँदा हुँदै म किन अघि बढ्नु र?
मेरो कुरा सुनेर ऊ निराश हुन्छे अनि मेरो हावा जस्तो कुरा सुनेर ऊ खेतका छोडेर हाँस्न थाल्छे। अनि म पागल सधैँभरि उसलाई हेरेर हराउने गर्छु। आशा गर्नेछु तपाईले यसलाई एउटा कथाको रूपमा मात्र अध्ययन गर्नुहुने छैन भनेर म पुनः आउनेछु एक नयाँ कहानी, एक नयाँ जोश अनि जागर लिएर। त्यति बेलासम्मको लागि मलाई बिदा दिनुहोला। तपाईको साथ र समर्थन भए म यसको भाग 2 लाई पनि चाँडै लिएर आउनेछु। यदि समयले मलाई साथ दिएको खण्डमा परिस्थिति त्यस्तै बनेको अवस्थामा त्यति बेलासम्मको लागि यो पागल, यो बाँदरलाई बिदा दिनुहोला। धन्यवाद।